नमस्कार विद्यार्थी भाइबहनाहरू, तपाईँहरूलाई मेरो यस च्यानलमा सल्कबुमा स्वागत छ। कृपया मेरो यस च्यानललाई लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। हजुरहरूले मैले दिएको म्याथ्सम्बन्धी भिडियोहरू कस्तो लाग्छ, जस्तो लाग्छ त्यसै सल्लाह सुझाव दिन पनि नभुल्नुहोला। यदि मेरो च्यानलमा नयाँ हुन्छन् च्यानललाई सब्सक्राइब गरेर धेरैभन्दा धेरै साथीहरू जोडिनुहोला र आफ्नो साथीहरूलाई सेयर गरेर सपोर्ट एकदमै धेरैभन्दा धेरै सपोर्ट गरिदिनु होला। आजको विषयमा म तपाईँलाई सिकाउन गइरहेको चाहिँ पार्ट 2 रहेको छ। चक्रीय ब्याज रहेको छ, कम्पाउन्ड इन्ट्रेस्ट रहेको छ, क्लास 10 को रहेको छ, कक्षा 10 को रहेको छ, पाठ्यक्रम 2082 अनुसार पार्ट 6 रहेको छ। अभ्यास 2.1 को रहेको छ। क्वेसन नम्बर 12 को मैले कदेखि खसम्म सिकाउने छु। पार्ट 6 रहेको छ। मैले पार्ट 5 मा अनि 4 भनेर मैले अगाडिको क्वेसनहरू राखिदिसकेँ। यदि हेर्नुभएको छैन भने मेरो युट्युब च्यानलमा गएर त्यहाँ प्ले लिस्ट आउँछ। प्ले लिस्टमा गएर तपाईँले प्रत्येक भिडियोहरू वाच गर्न सक्नुहुनेछ मेलैसित र आफ्नो साथीहरूलाई सेयर गरेर धेरैभन्दा धेरै सपोर्ट गरिदिनु होला। ल क्वेसन नम्बर 12 ले के भनेको छ त, एकजना व्यक्तिले कमर्सियल ब्याङ्कमा रु 5 लाख पाएको ब्याजमा 2 वर्षका लागि प्रति वर्ष 10% दरमा अर्धवार्षिक चक्रीय ब्याज पाउने गरी जम्मा गरेछ। नियमअनुसार पाएको ब्याजमा 5% कर लाग्छ, तर ठिक 1 वर्षपछि ब्याङ्कले नीति परिवर्तन गरी सोही ब्याज दरमा 1/4 वार्षिक चक्रीय ब्याज दिने निर्णय गरेछ। पछि फेरि के दिएछ त तपाईँलाई 1/4 ब्याज चक्रीय ब्याज गरेछ दिने निर्णय गरेछ भने नम्बरमा भनेको छ कर कट्टीपछि पहिलो वर्षको ब्याज रकम पत्ता लगाउनुहोस् भनेको छ। कर कट्टी गरेर हामीले पहिलो वर्षको ब्याज हामीले पत्ता लगाउनु पर्ने हुन्छ। मैले गरिदिन्छु, हजुरले हेर्दै जानुहोस् है। ल हामीलाई यहाँ के भनेको छ भने सुरुमा हामीलाई दिएको छ मूलधन दिएको छ है। मूलधन यहाँ लेख्नुहोस्, यहाँ मूलधन P इजिकल टु हामीलाई कति दिएको छ भने रु 5 लाख दिएको छ भने हामीलाई ब्याज दर कति दिएको छ, ब्याज दर R बराबर हामीलाई कति भनेको छ भने 10% भनेको छ भने हामीलाई यहाँ के भन्नु छ, तर ठिक 1 वर्षपछि भनेको छ है। ठिक 1 वर्षपछि भनेपछि हामीले समय T बराबर हामीले 1 वर्ष लेख्नुपर्ने हुन्छ। अनि त्यस्तै गरेर अब हामीलाई कर ट्याक्स काटेर हामीलाई कति प्रतिशत भनेको छ, 5% भनेको छ। 5%ले कर काटेर हामीले ब्याज निकाल्नु पर्ने हुन्छ। यहाँ वार्षिक चक्रीय ब्याज अर्धवार्षिक भनेको छ। अर्धवार्षिक चक्रीय ब्याज CI1 लेख्नुहोस् इजिकल टु वाट, सूत्र अनुसार हामीले अर्धवार्षिक चक्रीय ब्याजको सूत्र लगाउनु पर्ने हुन्छ। अर्धवार्षिक भनेको छ चक्रीय ब्याज CI1 इजिकल टु P इन्टु 1 प्लस R अपन अर्धवार्षिक भनेपछि हामीले 2 ले गुणन गर्नुपर्ने हुन्छ, 200 भयो। अनि यहाँ माथि पनि 2T गर्नुपर्ने हुन्छ, -1 भयो। ल हेर्नुहोस् इजिकल टु अब हामीलाई यहाँ कति दिएको छ, रु 5 लाख दिएको छ, हेर्न सक्नुहुन्छ। P भनेको 5 लाख दिएको छ अनि चाहिँ तपाईँको 1 प्लस R भनेको 10% दिएको छ अपन 200 गर्नुहोस् को होलको पावर 2 इन्टु 1 माइनस 1 रहेको छ। ल अब यस्तै गरेर रु 5 लाख इन्टु अब मैले यहाँ डाइरेक्ट गरिदिएको छु तपाईँको। अब यहाँ तपाईँले भाग गरेर र जोड्दाखेरि कति हुन्छ भने तपाईँको यहाँ भाग गर्दा तपाईँको 1 प्लस यहाँ 200 ले भाग गर्दा तपाईँको 0.05 हुन्छ को पावर 2 भयो, -1 ले -1 जस्तो राख्नुहोस् इजिकल टु रु 5 लाख भयो। 5 लाख लेख्नुहोस्, 1 10 100 1000 10 लाख 5 लाख। अनि फेरि के गर्नुहोस् त तपाईँले यहाँ जोड्नुहोस् 1.05 को स्क्वायर भयो, -1 जस्तो चाहनुहोस् इजिकल टु रु 5 लाख भयो। 5 लाख नै लेख्नुहोस्। अनि त्यस्तै गरेर फेरि अब यसको स्क्वायर गर्दा तपाईँको कति हुन्छ भने 1.1025 हुन्छ, -1 गरिदिनुहोस् इजिकल टु रु 5 लाख। यहाँ जो घटाउँदाखेरि तपाईँको 0 यहाँ इन्टु भयो 0.1025 हुन्छ। अनि यहाँ तपाईँले गुणन गर्दाखेरि कति हुन्छ भने रु 51,250 आउँछ। हाम्रो ब्याज कति आयो त, रु 51,250 आयो। अनि त्यस्तै गरेर फेरि
अब हामीले सुरुमा भनेको छ कर कट्टीपछिको हामीलाई ब्याज दर त हामीले निकाल्यौँ। अब कर कट्टीपछिको ब्याज 1 वर्षको ब्याज भनेको छ। कर कट्टीपछिको वर्षको ब्याज भनेको छ, पहिलो वर्षको ब्याज भनेको छ। अब मैले तपाईँलाई यहाँ लेखिदिन्छु कर कट्टीपछिको पहिलो वर्षको ब्याज रकम इजिकल टु अब यहाँ के गर्नुपर्छ तपाईँले रु 51,250 माइनस रु 51,250 इन्टु 5% भनेको छ अपन 100 गर्नुहोस् अनि इजिकल टु रु 51,250 माइनस अब तपाईँले यहाँ गुणन गर्नुहोस्। गुणन गर्दा कति हुन्छ भने 2,56,250 अपन 100 हुन्छ अनि ओ इजिकल टु रु 51,250 छँदैछ माइनस अब यहाँ डिभाइड गर्दा तपाईँको 2,562.5 आउँछ इजिकल टु रु कति भयो त तपाईँको यहाँ घटाउँदाखेरि रु 48,687.5 आउँछ। मैले क्यालकुलेसन हानिसकेको तपाईँले नि हान्नु होला। त्यस्तै गरेर हाम्रो पहिलो वर्षको कति आयो त तपाईँको ब्याज कति आयो त कर कट्टी गरेपछि हाम्रो 48,687.5 आयो। अब त्यस्तै गरेर फेरि अर्को ख नम्बरमा के भनेको छ अको भ्यालु। अब आ नम्बरले के भनेको छ म क्वेसन पढिदिन्छु त्यही तपाईँले हेर्नुहोस् है। यहाँ अझै हामीले 1 वर्षपछिको हामीले चक्रीय फेरि निकाल्नु पर्ने हुन्छ। 1 वर्ष पछिको हामीले के निकाल्नु पर्ने हुन्छ चक्रीय मिश्रधन CA बराबर हामीले राख्नुपर्ने हुन्छ रु हाम्रो माथि कति छ त 5 लाख प्लस 48,687.5 जोडिदिनुहोस् इजिकल टु रु कति आउँछ हाम्रो 5,48,687.5 आउँछ हाम्रो टोटल के आउँछ त मिश्रधन है। मिश्रधन यदि आयो भने अब हामीले अब अर्को निकाल्न सकिन्छ आ नम्बरको हामीलाई के भनेको छ आ नम्बर भने कर कट्टीपछिको 2 वर्षको ब्याज निकाल्न भनेको छ। म क्वेसन सार्दिन्छु ल हेर्नुहोस्। अब ख नम्बरले हामीलाई के भनेको छ भने कर कट्टीपछिको दोस्रो वर्षको ब्याज रकम पत्ता लगाउनुहोस् भनेको छ। अब यो पत्ता लगाउन भन्दा पहिला हामीलाई 1/4 वार्षिक चक्रीय ब्याज निकाल्नु पर्ने हुन्छ। ब्याज CI2 निकाल्नुहोस् इजिकल टु P इन्टु 1 प्लस R अपन 400 को पावर 4T माइनस 1 यो चाहिँ हाम्रो सूत्र रहेको छ इजिकल टु P भनेको हाम्रो माथि कति आएको छ त तपाईँको P भनेको हामीलाई कति दिएको छ यहाँ हामीले दोस्रो वर्षका लागि के गर्नुपर्छ दोस्रो वर्षका लागि हामीले मूलधन P इजिकल टु रु 5,48,687.5 राख्नुपर्ने हुन्छ है। रु 5,48,687.5 राख्नुपर्ने हुन्छ। हामीले दोस्रो वर्षका लागि हामीले चाहिँ P चाहिँ हामीले मूलधन चाहिँ के युज गर्नुपर्ने हुन्छ हामीले यहाँ माथि निकालेको CA युज गर्नुपर्ने हुन्छ नत्र भने हाम्रो मिल्दैन है। अनि त्यस्तै गरेर 5 लाख राख्नु भएन है प्लस R भनेको हाम्रो 10/100 को पावर 4 इन्टु 1 भनेको छ माइनस 1 जस्ता राख्नुहोस् इजिकल टु रु 5,48,687.5 इन्टु यहाँको तपाईँले डिभाइड गर्नु होला। डिभाइड गर्दाखेरि कति हुन्छ भने 0.021 प्लस 0.025 को पावर 4 माइनस 1 इजिकल टु रु 5,48,687.5 जस्तो राख्नुहोस्। अनि त्यस्तै गरेर अब यहाँ जोड्दाखेरि कति भयो 1.025 को पावर 4 माइनस 1 यो जस्ताको जस्तै भयो। अनि त्यस्तै गरेर रु सेम सार्नुहोस् अनि यहाँ तपाईँले के गर्नुहोस् भनेपछि मल्टिप्लाई गर्नुहोस्। अब यहाँ हाम्रो 4 गर्दा पावर 4 गर्दा कति आउँछ 1.10381 पोइन्ट पछाडिको पनि आउँछ माइनस 1 पछाडिको पोइन्ट राख्नु होला अनि रु
5,48,687.5 इन्टु 0.103881 आयो। अनि यहाँ मल्टिप्लाई गर्नुहोस्। मल्टिप्लाई गर्दाखेरि तपाईँको कति आउँछ भने 56,959.2494 आउँछ। ल अब हाम्रो C2 चाहिँ कति आयो? CI2 चाहिँ कति आयो त हाम्रो? 56,959.2494 आयो होइन। अब फेरि हामीले दोस्रो वर्षको लागि ब्याज निकाल्न भनेको छ 5% कर कट्टी पछिको दोस्रो वर्षको ब्याज रकम बराबर के गर्नुपर्ने हुन्छ भने यहाँ माथि आएको छ नि तपाईँको रु 56,959.2494 माइनस रु 56,959.2494 को इन्टु 5% भनेको अपन 100 गर्नुहोस्। डाइरेक्ट गर्दा मैले 5% भनेको अनि इजिकल टु रु 56,959.2494 माइनस अब यहाँ तपाईँले मल्टिप्लाई गर्नुहोस्। मल्टिप्लाई गर्दा डाइरेक्ट भाग गर्नुहोस्। कति आउँछ भने 2896.9624 आउँछ। अनि इजिकल टु रु यहाँ कति आउँछ भने 54,112.287 आउँछ। ल हाम्रो कति आयो त? कर कटेपछिको 54,112.287 आयो होइन। अब हामीलाई यी नम्बरमा के भनेको छ त? यी नम्बरमा ल हाम्रो अ नम्बरको भ्यालु कर कटेपछिको दोस्रो वर्षको ब्याज हाम्रो यति आयो। अब हामीलाई यी नम्बरमा के भनेको छ? म यी नम्बर लेखिदिन्छु, तपाईँहरूले पनि सार्नुहोस् है। ल मैले सारिदिइसकेँ, हजुरले पनि सार्नु होला। अब हामीलाई के भनेको छ? कर कटेपछिको पहिलो र दोस्रो वर्षको ब्याज रकम कति फरक छ भनेको छ। हामीलाई फरक निकाल्न भनेको छ। फरक भनिसकेपछि हामीले घटाइदिएपछि हुन्छ मैले लेखिदिन्छु पहिलो कर कटेपछिको पहिलो र दोस्रो वर्षको ब्याज रकमको फरक इजिकल टु CI2 माइनस यसमा हामीले अगाडिको घटाइदिनु पर्ने हुन्छ। CI1 घटाइदिनु पर्ने हुन्छ। यति घटाइदिएपछि हाम्रो के आउँछ त? फरक आउँछ 54,112.87 माइनस अगाडिको दिएको छ भने 48,000 रु 48,687.5 आएको छ। यो घटाउँदाखेरि तपाईँ कति हुन्छ? रु 54,125.787 हुन्छ। अब हामीलाई यी पछि अर्को यीमा सोधेको छ। अर्को यीको पनि म गरिदिन्छु। ल हेर्नुहोस्, अब लास्ट क्वेसन रहेको छ यी रहेको छ कर कटेपछिको पहिलो वर्षको र दोस्रो वर्षको ब्याज रकममा कति प्रतिशतले फरक पर्छ भनेको छ। अब हामीलाई प्रतिशत निकाल्न भनेको छ। अब मैले लेखिदिन्छु तपाईँलाई पहिलो र दोस्रो वर्षको ब्याज रकमको प्रतिशत इजिकल टु CI2 माइनस CI1 अपन CI लेख्नुहोस् 1 इन्टु 100 गरेपछि हाम्रो के आउँछ त? 100% गरिसकेपछि हाम्रो कति प्रतिशत छ त्यही नै आउँछ। इजिकल टु हामीलाई माथि दिएको छ रु 54,125.787 माइनस तपाईँको कति दिएको छ भने माथि 48 हाम्रो माथि कति आएको छ? यही नै आएको छ। यही आएपछि त हाम्रो अपन माथि यो घटाउँदाखेरि कति आएको छ फरक छ त्यो मैले माथि नै लेखिदिइसकेको छु, त्यही नै सार्नुहोस्। अनि CI भनेको हामीलाई CI1 भनेको हाम्रो 48,687.5 दिएको छ इन्टु 100% गर्नुहोस्। अब यहाँ डिभाइड गर्दा तपाईँको कति आउँछ? 11.14% आउँछ है। यति चाहिँ हाम्रो यसको एन्सर आयो विद्यार्थी बनाएर। ल यति नै के भयो? तपाईँको एन्सर
हाम्रो 12 नम्बरको हाम्रो क को भ्याल्यु। अब 12 नम्बरको खले के भनेको छ म ख पनि गरिदिन्छु। हेर्दै जानु होला विद्यार्थी भाइ-बहिनीहरू। पहिला म क्वेसन सार्दिन्छु है। ल हेर्नुहोस् अब क्वेसन नम्बर 12 को खले के भनेको छ भने 12 को ख रहेको छ एकजना व्यक्तिले 2 वर्षका लागि कुनै सहकारी संस्थामा रु 80,000 प्रति वर्ष 15% को दरमा पाएको ब्याजमा 5% कर कट्टी गर्ने गरी वार्षिक चक्रीय ब्याज भनेको छ है। यहाँ वार्षिक चक्रीय ब्याज पाउने गरी जम्मा गरेछन्। तर ठिक 1 वर्षपछि सहकारी संस्थाले नीति परिवर्तन गरी सोही ब्याज दरमा अर्धवार्षिक भन्नु है। यहाँ हेर्नुहोस् है अर्धवार्षिक चक्रीय ब्याज दिने निर्णय गरेछ। कर कट्टीपछि पहिलो वर्षको र दोस्रो वर्षको ब्याज रकम कति प्रतिशतले फरक परेछ पत्ता लगाउनुहोस् भनेको छ। अब हामीलाई यहाँ यसमा पनि पहिलो र दोस्रो वर्षको ब्याज निकाल्नु पर्ने हुन्छ, त्यही फरक निकाल्नु पर्ने हुन्छ। त्यसपछि बल्ल हामीले बल्ल प्रतिशत निकाल्न सकिन्छ है। यसमा क्वेसन एउटै हो, क को र ख को अङ्क मात्र फरक छ। यसमा उसमा 10% भन्थ्यो भने यसमा 15% भनेको छ। अनि ल अब म तपाईँलाई ढिला नगरिकन गरिदिन गइहालेँ। यहाँ गर्ने तरिका एउटै हो है साथीहरू, हेर्दै जानुहोस्। म गर्दै जान्छु। यहाँ मूलधन हामीलाई कति दियो त मूलधन P = रु 80,000 दिएको छ, माथि हेर्न सक्नुहुन्छ क्वेसनमा। अनि हामीलाई समय दिएको छ, समय T बराबर हामीलाई 1 वर्ष भनेको छ है। 1 वर्षपछि भने ठिक त्यसको 1 वर्षपछि भनौँ नि त। 1 वर्षपछि भनेपछि हामीले 1 वर्ष राख्नुपर्ने हुन्छ। अनि त्यस्तै गरेर फेरि हामीलाई ब्याज दर दियो। ब्याज दर R बराबर हामीलाई कति दिएको त हामीलाई 15% दिएको छ। अनि त्यस्तै गरेर अब हामीले वार्षिक चक्रीय ब्याज CI बराबर वार्षिक चक्रीय ब्याज CI1 बराबर वाट सूत्र अनुसार हामीले चक्रीय ब्याज निकाल्नु पर्ने हुन्छ। वार्षिक चक्रीय ब्याज CI2 बराबर 1 बराबर हाम्रो सूत्र रहेको छ P × 1 + R/100 को पावर T -1 चाहिँ यो हाम्रो सूत्र रहेको छ। अनि यसमा तपाईँले मान राखिदिनुहोस्। = P भनेको हाम्रो रु 80,000 दिएको छ, 1 + R भनेको हाम्रो 15% दिएको छ, अपन 100 गर्नुहोस्। अनि त्यस्तै गरेर T भनेको हाम्रो 1 वर्ष दिएको छ, -1 लाई 1 नै राखिदिनुहोस्। अनि = रु 80,000 लेख्नुहोस्। त्यस्तै गरेर 1 + अब यहाँ डिभाइड गर्दा तपाईँको कति हुन्छ भने 0.15 हुन्छ, -1 छँदैछ जस्तो जानुहोस्, माइनस पावरमा 1 छ, यसलाई केही गर्नु परेन। = रु 80,000 इन्टु तपाईँको कति भयो त यो 1 र 1 गयो 0.15 गुणन गर्नुहोस्। रु कति हुन्छ तपाईँको यहाँ मल्टिप्लाई गर्दाखेरि 12,000 हुन्छ है। क्यालकुलेसन हान्नु होला तपाईँले। 12,000 आयो हाम्रो ब्याज है, वार्षिक चक्रीय ब्याज 12,000 आयो भने अब हाम्रो कर कट्टी गरेपछिको अब निकाल्नु पर्ने पहिलो वर्षको निकाल्नु पर्ने हुन्छ। अब यहाँ मैले लेखिदिन्छु कर कट्टी पछिको पहिलो वर्षको ब्याज है। पहिलो वर्षको ब्याज रकम लेख्नुहोस्। कर कट्टी गरेपछिको है = रु 12,000 - 12,000 को कति पर्सेन्ट 5% भनेको तपाईँको 5% गर्नुहोस्। 12 को यहाँ को लेख्नुहोस्, त्यसपछि 5% गर्नु = रु 12,000 - 12,000 इन्टु को भनेको इन्टु हुन्छ 5% भनेको अपन 100 ले गुणन गरिन्छ, भाग गरिन्छ, गुणन भनिन्छु। रु 12,000 माइनस अब 120 × 5 गर्दा तपाईँको कति हुन्छ 600 हुन्छ, = अब यहाँ गर्दाखेरि रु कति हुन्छ 11,400 हुन्छ। अब 5%ले कर कट्टी गर्दा हाम्रो ब्याजको पनि कति आयो त घटेर आयो। हेर्नुहोस् 600 ले घटेर 5% काट्दाखेरि हाम्रो 600 घट्ने रहेछ। 600 गर्दा बित्तिकै हाम्रो कति भयो त 11,400 भयो। अनि त्यस्तै गरेर 1 वर्षपछिको हाम्रो चक्रीय मिश्रधन कति भयो त मिश्रधन P
CA बराबर हाम्रो के रहेको छ P प्लस CI रहेको छ रु 80,000 प्लस 11,400 है इजिकल टु कति हुन्छ तपाईँको 91,400 हुन्छ रु P प्लस CI हो है। ल अब त्यस्तै गरेर हामीले अब दोस्रो वर्षको लागि हामीले के गर्नुपर्ने हुन्छ दोस्रो वर्षको लागि मूलधन हामीले P बराबर हामीले के मान्नुपर्ने हुन्छ रु 91,400 मान्नुपर्ने हुन्छ। ल अब हामीले फेरि हामीले अब उता के भनेको छ भने तपाईँको अनि वार्षिक भनौँ वार्षिक भनेपछि अब हामीलाई के भनेको छ अर्धवार्षिक भनेको छ है क्वेसनमा हेर्नु होला अर्धवार्षिक चक्रीय ब्याज निकाल्नु पर्ने हुन्छ हामीले दोस्रो वर्षको लागि अर्धवार्षिक चक्रीय ब्याज CI2 बराबर हामीले P सूत्र तपाईँलाई थाहा होला 1 प्लस R/200 को पावर 2T हुन्छ -1लाई जस्ताको त सार्नुहोस् इजिकल टु P भनेको हामीले के मान्नुपर्ने हुन्छ त 91,400 लेख्नुपर्ने हुन्छ इन्टु 1 प्लस R भनेको 15% दिएको छ अपन 200 गर्नुहोस् को पावर 2T भनेको 2 इन्टु 1 भनेको 2 नै भयो -1 लेख्नुहोस् इजिकल टु रु 91,400 1 प्लस अब यहाँ डिभाइड गर्दा तपाईँको कति हुन्छ भने 0.075 हुन्छ को पावर स्क्वायर रहेको छ -1 जस्ताको त सार्नुहोस् इजिकल टु रु 91,400 इन्टु अब यहाँ जोड्दाखेरि कति हुन्छ तपाईँको 1.075 को पावर 2 हुन्छ -1लाई जस्ताको चाहनुहोस् इजिकल टु रु 91,400 इन्टु अब यहाँ स्क्वायर गर्दा तपाईँको कति हुन्छ भने 1.155625 -1 हुन्छ अनि माइनस गर्दाखेरि तपाईँको कति भयो त रु 91,400 जस्ताको त सार्नुहोस् अनि त्यस्तै गरेर यहाँ घटाइँदाखेरि तपाईँको इन्टु 0.155625 हुन्छ इजिकल टु रु अब यहाँ गुणन गर्दा तपाईँको कति आउँछ भने 14,224.125 आउँछ। ल त्यस्तै गरेर अब हाम्रो कति आयो त तपाईँको C2 भनेको त्यति आयो अब हाम्रो कर कट्टी गरेपछिको रकम निकालिदिन्छु मैले कर कट्टी पछिको दोस्रो वर्षको ब्याज रकम बराबर कति भयो त तपाईँको रु 14,224.125 माइनस 14,224.125 को 5% इजिकल टु रु 14,224.125 माइनस 14,224.125 इन्टु 5/100 भयो प्रतिशतमा निकाल्दाखेरि हामीले 5/100 लेख्नुपर्ने हुन्छ रु 14,224.125 माइनस अब यहाँ त डाइरेक्ट गर्दाखेरि कति हुन्छ भने तपाईँको 711.20625 हुन्छ इजिकल टु रु घटाउँदाखेरि कति हुन्छ भने तपाईँको 13,512.919 आउँछ। ल अब त्यस्तै गरेर अब हाम्रो कर कट्टी पछिको 2 वर्षको ब्याज त यति आयो भने अब हामीले निकाल्नु पर्ने हुन्छ हामीलाई निकाल्न भनेको छ उता कर कट्टी पछिको पहिलो वर्ष र हामीलाई दोस्रो वर्षको ब्याज रकमको प्रतिशत निकाल्नका लागि हामीले के गर्नुपर्ने हुन्छ भने प्रतिशत निकाल्नका लागि हामीले के गर्नुपर्ने हुन्छ CI2 माथि CI2 छ माइनस CI1 अपन CI1 इन्टु 100 गर्नुपर्ने हुन्छ प्रतिशत है। ल इजिकल टु
CI2 भनेको हाम्रो कति दिएको छ तपाईँको 14,000 CI2 है। ल हेर्नुहोस् अब हामीलाई CI2 भनेको हाम्रो कति आएको छ भने 14,224.125 आएको छ भने माइनस CI1 भनेको हाम्रो 12,000 आएको छ अपन अब CI1 भनेको पनि हाम्रो 12,000 नै छ इन्टु 100 को 100 नै गर्नुहोस् है। ल अब यहाँ घटाउँदाखेरि तपाईँको कति आउँछ भने ल अब घटाउँदाखेरि तपाईँको त्यहाँ कति आउँछ 2,224.125 आउँछ अपन 12,000 छँदैछ इन्टु 100 गर्नुहोस् इन्टु 100 गर्दाखेरि तपाईँको कति आउँछ यसैलाई इन्टु 100 गर्नुहोस् इन्टु 100 गर्दाखेरि तपाईँको 22,000 एक दस सय हजार 10,000 लाख 22,241.2 आउँछ अपन यहाँ प्रतिशत छँदैछ अनि 12,000 गर्नुहोस् यसैलाई 12,000ले भाग गर्नुहोस् भाग 12,000 गर्नुहोस् गर्दाखेरि तपाईँको कति आउँछ 18.53% छँदैछ प्रतिशतका प्रतिशतमा लेख्नुहोस् है। यति नै के भयो त यसको एन्सर। विद्यार्थीहरू म तपाईँलाई ख नम्बर पनि गरिदिएँ। अब म तपाईँलाई नेक्स्ट भिडियोमा मैले क्वेसन नम्बर 13 र 14 छन् दुईवटा गरेर राखिदिने छु। भिडियोलाई सुरुदेखि लास्टसम्म स्किप नगरिकन हेरिदिनु भएको धेरै धेरै धन्यवाद दिन चाहन्छु। एकदमै सपोर्ट गरिदिनु भएको छ हजुरहरूले अझै पनि सपोर्ट गरिदिनु होला। यदि च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गरेर जानु होला र एउटा भिडियो राम्रो लाग्छ भने एउटा मिठो कमेन्ट पनि छोडिदिनु होला भन्दै म तपाईँले आजको यस भिडियोमा बिदा हुन चाहन्छु। हस्त धन्यवाद। जय नेपाल। नेक्स्ट भिडियोमा भेटौँला है साथी विद्यार्थी भाइबहिनीहरू।